हेलो एभ्रिवान, वेलकम ब्याक टु माई नेक्स्ट भिडियो। आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई के सिकाउँछु भनेदेखि आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई एक्सेलमा चाहिँ कसरी बोर्डरहरू लगाउनुपर्छ, त्यहाँदेखि चाहिँ अब सेलहरूलाई चाहिँ एकै खेपमा कसरी मर्ज गर्नुपर्छ भन्ने कुरा चाहिँ आजको यो भिडियोमा म तपाईँहरूलाई सिकाउने छु। त्यसको लागि चाहिँ फर्स्टमा हामीले के गर्नु पर्यो भनेदेखि रन कमान्ड ओपन गर्नु पर्यो। रन कमान्ड ओपन गर्नुको लागि किबोर्डबाट विन्डो आर प्रेस गर्नुहोस्। विन्डो आर प्रेस गरिसकेपछि यहाँनिर यसरी एउटा डायलग बक्स आउँछ, त्यहाँनिर एक्सेल भनेर लेखिदिनुहोस्। त्यहाँदेखि एन्टर गरिदिनुहोस्। एन्टर गरिसकेपछि तपाईँहरूको यस्तो पेज आउँछ। त्यहाँदेखि तपाईँहरूले कहाँदेखि बोर्डर लगाउनु हुने, सपोज यहाँनिर बीको सेलबाट लगाउनु हुँदैछ भनेदेखि चाहिँ यो सबैलाई सेलेक्ट गरिदिनुहोस्। मैले यहाँदेखि बीदेखि आईसम्म गरेको छु, यसरी सेलेक्ट गरेको छु है। त्यहाँदेखि यहाँ बटम एन्ड बोर्डर भनेर एउटा अप्सन भेट्नुहुन्छ तपाईँहरूले। बटम एन्ड बोर्डर यहाँनिर क्लिक गरिदिनुहोस्। त्यहाँदेखि अल बोर्डर भनेर भेट्छ। यो अल बोर्डरमा तपाईँहरूले क्लिक गरिदिनुहोस्। यसरी तपाईँहरूको यहाँनिर बोर्डर आइहाल्छ। त्यहाँदेखि तपाईँहरूले कुन कुन सेललाई चाहिँ एकै खेपमा मर्ज गर्नुहुने हो। पहिला हामीले के गर्दै थियो भनेदेखि एउटा एउटा सेललाई यसरी सेलेक्ट गरेर मर्ज गर्दै थियो। यसरी गर्दाखेरि चाहिँ के हुन्छ भनेदेखि हाम्रो टाइम बेसी लाग्छ। एउटा एउटा सेललाई यसरी मर्ज गर्दाखेरि मर्ज हुनुको लागि त हुन्छ, तर यस्तो गर्दा हामीलाई टाइम बेसी लाग्छ। त्यसको प्लेसमा चाहिँ हामीले एकै खेपमा यो सेलहरूलाई मर्ज गर्नुको लागि चाहिँ मैले यहाँनिर डीदेखि जीसम्मको सेललाई सेलेक्ट गरेको छु। सेलेक्ट गरिसकेर अल्टर HMA प्रेस गरिदिनुहोस्। यो तपाईँहरूले जति पनि सेलेक्ट गर्नुभएको सेल थिए यो सबैको यहाँबाट मर्ज भइसकेको छ। यसरी तपाईँहरूले मर्ज गर्नु सक्नुहुन्छ।